जसमा लौडा काण्ड हाम्रो कार्यक्रमको पहिलो टपिक र पहिलो शीर्षक हुनेछ। सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहरुमा हार्दिक नमस्कार। म सुभाष सिंहदानी तपाईको माझमा एउटा नयाँ कार्यक्रमको श्रृंखला सुरु हुन गइरहेको छ, जसको नाम साहसिक कार्य रहेको छ। साहसिक कार्य भन्ने बित्तिकै तपाईहरुको मनस्पटलमा एउटा चित्र निर्माण भइसकेको होला। दलाल राजनीति र संसदले आफू विरुद्ध बोल्ने, भ्रष्टाचार विरुद्ध, दलाली विरुद्ध र सरकारका कुकर्म विरुद्ध बोल्ने, चाहे त्यो पत्रकार होस्, चाहे त्यो सामाजिक सञ्जालमा लेख्ने व्यक्ति होस्, आफ्ना विरुद्ध बोल्ने जो कोहीलाई पनि जेल हाल्ने, नियन्त्रणमा राख्ने उद्देश्यका साथ, बदनियतका साथ तानाशाही रूपमा एउटा सूचना तथा सञ्चार ऐन संशोधन गरी कडाइका साथ ल्याउने प्रयास गरिरहेको छ। सरकार तथा सत्ताले जनतामाथि गरेको अन्याय र कुकर्महरूको पर्दाफास अनुसन्धानमूलक हिसाबले तथ्य र प्रमाणका साथ तपाईहरुको माझमा स्पष्ट र प्रष्ट पार्ने गरी समाचार सम्प्रेषण गर्ने प्रयास गर्नेछौँ। भोलिको दिनमा तपाईहरुको समाचार सम्पादन गर्ने व्यक्ति, प्रसारण गर्ने व्यक्ति जेलमा छ भन्ने समाचार पाउनुभयो भने त्यसलाई अन्याय अन्यथा नमान्नु होला। त्यसै उद्देश्यका साथ सरकारले यो ऐन संशोधन गरी ल्याउनु परिरहेको छ, जसका लागि हामी तयार छौँ। विश्वास छ यो साहसिक कार्यलाई तपाई आम दर्शक श्रोताहरूले मन पराउनुहुनेछ। राम्रो यथार्थ लागे अवश्य पनि साथ दिनुहुनेछ। आजको परिचयात्मक कार्यक्रम यति नै। यसपछि चरणबद्ध रूपमा हामीले विभिन्न काण्डहरू र विभिन्न कार्यक्रमहरू यथार्थपरक अनुसन्धानमूलक रूपमा ल्याउनेछौँ, जसमा लौडा काण्ड हाम्रो कार्यक्रमको पहिलो टपिक र पहिलो शीर्षक हुनेछ।